यो सबै बिहानको काम हो साथीहरू। बिहानै 4 बजे उठ्यो। अब उठ्ने अल्छी लाग्छ, उठ्नै पर्छ। उठेर आँखा मिच्दै ड्रेस लगायो अनि बाहिर गयो। मजाले पहिले आफू बस्ने गेटमा जानु पर्यो, किनकि सामानहरू अलिअलि भएको सामानहरू त्यहाँ राख्नु पर्यो। सामानमा खाने पानी, पिउने पानी हुन्छ। कोठामा राखेर फेरि हिँड्दै गयो। बिहान अलि यसो मर्निङ वाक हुन्छ भनेर म हिँडिरहन्छु र पानी खोल्ने मेसिन चलाउन गयो। मोटर चलाएँ, किनकि बिहानै पानी चाहिन्छ केटाहरूलाई। र पानी भएन भनेपछि एकदम कराउँछ। त्यसैले मोटर खोलेँ र बाहिर आएँ। त्यतिखेर उज्यालो भइसकेको थियो। अब बत्ती निभाउनु पर्छ भनेर बत्ती निभाउन गए। यताउता सबै बत्ती निभाए। हेर्नुहोस्, जताततै बत्ती बलेको थियो, सबै निभाए। यस्तै गर्दा घाम उदायो। यसो हेर्दा अगाडि खोलेको पानी भरेछ। बन्द गरेर आएँ। त्यसपछि काम खलास भयो। हेलो साथीहरू, कस्तो लाग्छ